यस्तो बेलामा हाँस्ने हो कि रुने हो। CWC लीग 2 अन्तर्गत UAE भर्सेस अमेरिकाको म्याच। व्हाट अ गेम। अमेरिकाले UAE लाई चाहिँ धुलो चटाइदिएको छ के, धुलो नै बनाएको छ, पानी पानी भन्ने गरी छुटेको छ के। दुबईमा जारी लीग 2 अन्तर्गतको सिरिजमा अमेरिकाले आफ्नो अन्तिम खेलमा चाहिँ UAE लाई धुलो चटाएको छ। पहिला टस जितेर UAE ले बलिङ गर्ने निर्णय गर्छ र पहिला ब्याटिङमा उत्रिएको अमेरिकाले 50 ओभर ब्याटिङ गर्दै 292 रन बनाउँछ र UAE लाई 293 रनको टार्गेट दिन्छ। जवाफी ब्याटिङमा उत्रिएको UAE ले 22.1 ओभरमा आफ्नो सबै विकेट गुमाएर जम्मा 49 रन मात्र बनाउन सक्छ। आफ्नो घरेलु मैदानमा लज्जास्पद हार बेहोरेर UAE ले सिरिजमा दोस्रो हार चाखेको छ। अब भोलि नेपाल भर्सेस UAE को अन्तिम गेम हुँदैछ। के हुन्छ होला? नेपालले यो अन्तिम गेम जित्छ कि हार्छ? के लाग्छ तपाईहरुलाई? र नेपालले जित्नको लागि चाहिँ के गर्नुपर्छ होला? कुन चाहिँ खेलाडीलाई बेन्चमा राख्नुपर्छ होला? कुन चाहिँलाई मौका दिनुपर्छ होला जस्तो तपाईलाई लाग्छ? कमेन्ट गर्न भने नभुल्नु होला।